आज चाहिँ मेरो जन्मदिन हो। मेसीको मासु मेसीको टिकी टेस्ट गर्नुले दिल भत्काइ होला। ह्यापी बर्थडे टु यु। कसको बर्थडे? अब बुन्नु खाइ बर्थडे मलाई रानी नराख्ने यस्तो भएछ मेरो हाल। बुनु के दिम माम पनि खाइसक्यौँ। आज एकदम रमाइलो भयो मेरो बर्थडे। बुनु मेरो बर्थडे रमाइलो भएको भएन? हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। महिना भए तपाईँहरूले फेरि पनि स्वागत छ दिप्सन एन्ड म ब्लगमा। आज चाहिँ म तपाईँहरूले के भिडियो देखाउँछु भने आज चाहिँ मेरो जन्मदिन हो। म जन्मेको दिन आज चाहिँ पुस 10 गते हो। आज चाहिँ मेरो बर्थडे मनाउँदैछु। तपाईँहरूले मेरो बर्थडे मनाएको भिडियो देखाउने छु। सबैजनाले माया गरेर हेरिदिनु होला। हस्ता धन्यवाद। बुनु के खाएको? पानी हो। मेसीको मासु मेसीको बिजा हाँसी गर्नु हुनुहुन्छ के हुँदैन। बहिनी काम गर्दैछ यहाँ। बहिनी कति काम गर्छ नि? तिमी कति सहयोग गर्छौ नि मलाई? हाम्रो तेल पनि हालिसक्नुभयो। यहाँ मासु हाल्दै हुन्छ। पनि हेर्दैछन् मैले अघिदेखिको। यो हाम्रो लसुन र अदुवा, यो हाम्रो जिरा, सिधा भन्दा अब मेरो पालो पिस्ने फेरि जिरा। अनि फेरि यो लसुन पिस्ने ह्यापी बर्थडे टु यु। बुझ्न किन केक फुकालेको? नकली पनि बनायो? त्यो नकली हो? होइन हो? कहिलेदेखि नकली बन्न थालेको? यता आइज न। किन बनाएको? नकली अब म नकली भन्नु बनाउँछु है। यसैमा सुप हालौँला, दाल नपकाउँला होइन? होला नै मलाई थाहा छैन। हुन्छ त्यो खानु हुँदैन है? तिम्रो कहाँ छ? तिम्रो पाइ कहाँ छ? हाम्रो यस्तो हो तरकारी चाहिँ यहाँ दिप्छ न। यता कस्तो भयो? तरकारीतिर हाल्ने, सब्जीतिर हाल्ने, के भन्ने
करेला यस्तो भयो हाम्रो सब पाक्दैछ अर्को पनि दिदीले पकाउँदै हुनुहुन्छ सब्जीहरू पिस्नु न स्पेसल के अच्छा हाम्रो यस्तो भयो सब्जी चाहिँ अर्को चाहिँ भाँडातिर लागे अब म पनि कहाँ हुँदै आउ न यता आउनु हुन्छ कहाँ हुँदैन उता जानु पऱ्यो कस्तो अगाडि जान त के पर्यो बोल्नु अहिले न अब चाहिँ हामीले खानाहरू पनि बनाइसक्यौँ अब दाजु पनि सुमा हुन्छ रुमबाट अनि हामी चाहिँ केक पनि लिन जान्छौँ अर्डर गरेको थियौँ अघि नै अब एकछिनमा जान्छौँ दादाहरू पनि आउँछ अहिले रुमबाट होला एकछिनमा यो चाहिँ हाम्रो टिकाको लागि कलर पनि हाल्नुपर्छ रहेछ चिनी पनि हाल्नुपर्छ चामल पनि चिनीसँग राम्रो टाँसिन्छ बर्थडेको दिन चाहिँ मैले भिडियो खिचिदिनु पर्छ आज आफ्नै बर्थडेको दिन आफै भिडियो खिच्नु यसको भिडियो खिच्नु पर्ने टिकी टेस्ट गर्नु ल हाम्रो चाहिँ अब तयारी हुँदैछ टिका टालुहरू दाजु चाहिँ आउनु भएको छैन अहिलेसम्म दुईजनाले चाहिँ हेर्छ घोप्टेर फोन अब चाहिँ हामी जान्छौँ केक लिनु दिदीसँग केक अर्डर गरिराखेको कि नै अहिले चाहिँ 5 बजिसक्यो 5 बजेर 7 मिनट भइसक्यो दाजुहरू पनि आउनु भएको छैन अब केक ल्याउने अनि दाजुहरू पनि आउनुहुन्छ सायद त्यतिखेर केक लिएर ठिकठाक बनाउन राख्ने अब चाहिँ हामी गयौँ केक ल्याउनु दिदीसँग अब चाहिँ हामी केक ल्याउनु जाँदैछौँ ठाउँ चाहिँ हजुर केक ल्याउने ठाउँ चाहिँ केकहरू चाहिँ पाइन्छ राम्रो भनेको छ यस्तो खालको यस्तो हुँदो रहेछ केक पनि हामी चाहिँ केक लिन आएको छौँ यहाँ केक लिएर गयौँ हामी चाहिँ अब बाहिर हामी चाहिँ केक लिएर पनि आउँदैछौँ जस्तै जाडो छ अहिले काठमाडौँमा दिदीको त आँखा बल्दैछ हामी चाहिँ रेडी भयो यहाँ यो चाहिँ भाइले गर्ने भने अघिदेखि यो चाहिँ मेरो टोपी म चाहिँ यति वर्ष पुगेँ है 31 पुगेँ 13 यति पुग्यो 31 ए 130 दिदीले के खोल्नु जाँदैछ हेर फेरि यहाँ टेप निकाल्नुपर्छ नि त अगाडि तानेर दिदीले भत्काइ होला ओ केक ह्याप्पी बर्थडे बुवा राई मेरो केक ह्याप्पी बर्थडे बुवा राई भनेर लेखिदिनु भएको छ यहाँ चाहिँ हाम्रो त रेडी भयो अब बर्थडेको केक पनि सबै लिएर अब बत्ती पनि गयो अब भात मात्रै पाक्ने बाँकी छ भात पाकिरहेको छ अनि दाजुहरू आउनुहुन्छ नि
अनि चाहिँ रेडी गर्ने त्यसपछि हाम्रो बर्थडे सुरु हुन्छ त्यसपछि मेरो बर्थडे के त छ बुनहरु चाहिँ पछाडि गएको कि अघिदेखि हैन त नु भर्खरै ह्यापी बर्थडे बुवाको रिमा बनाइबेको यो चाहिँ राम्रो नि दुईजनाले चाहिँ फोन हेरिरहेछ दिपसना र छिनमुङले चाहिँ दिपसना खै हेलो गर न आज हामी के गर्न आँटेको हो दिदीको बर्थडेमा के गिफ्ट दिने दिपसना Happy birthday to you. Oy, aku boldeu matu mata. Para balo. Jadi राख्न देखिँदैन यसमा तिमीलाई दिने पर्काउने बेला खोइ उस्तो पर्काउने चाहिँ यता पनि खर्सानी पनि हाल्दैछ यहाँ त खोर्सानी डुसीको काँडा सबै छ प्लेटको चोक्टा पनि हाल्दैछ नसुने पनि मैले चाहिँ दिनु है काँडा दुम्सीको त्यो चाहिँ नर चाहिँ त्यो ह्यापी बर्थडे चाहिँ त्यो बुवाले गर्नु चाहिँ त्यो बुवाले उदो बुवाले गर्न त्यो उदो के को खोल्नु छैन खोल्नुपर्छ के ओए आगो बल्दैन माथुमा त पर बलो ह्यापी बर्थडे खोइ भन न ह्यापी बर्थडे टु यु केकमा गो सबै केक जाऊ तिमी पर यता हेर त ह्यापी बर्थडे बर्थडे त्यस्तै हुनु नि त बिर्सना बर्थडे देख्यो यता चाहिँ गर न भन्छ त्यता होइन उता उता फुर्यो गर ल अब दिदी गर्नु टिका ए केक होला पहिला ल बुवा केक लु काट यो लाइट बल्न यस्तो अलि मोबाइल पुग्ने हेर्दा गर्ने लु ह्यापी बर्थडे गरे आउन तिमी पनि यता कि सक्दैन उठ्नु लु बुवा काट अनि खुवाऊ यता उता दिक्छुलाई के हो त फोनको लाइट हैन हर खतम भयो क्या बुवाले केक काटा नै यार बुवाले काट हैन त ह्यापी बर्थडे गरे ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु जिकी खाने ले जिकी के हो यो खाने नै हो नि सबै खाने नै हो सबै खाने नै हो ल खाने हो खुवाऊ उता बुनेलाई दिप्सीलाई पहिले बुनुलाई खुवाऊ बुनेले दिदीले खुवाउनु काटेर ए हो त्यो ल ह्यापी बर्थडे टु भान्जा कहिले अरे सत ए भान्जा पनि खाना मन छ नि त भलकै भाइलाई खुवाइदेऊ भाइले त भाइले सानीले खुवाइदिनु बाबुलाई खुवाइदेऊ दलेर के त उता दलेर अलिक दल्दिनु छ कि बर्थडेमा त उ पनि छ त रातो टिका चाहिँ माथि लाउनु त्यही माथि चाहिँ रातो टिका त खेती बाउले लाउँछ त्यो कम्पनी लाउँछ त लागि कोही हो के अरे जाति हो बर्थडे गर्ने ल ह्यापी बर्थडे मिठो हो केक त सही यो म बुवालाई खुवाउँछु
ह्यापी बर्थडे बुवा जन्मदिनको शुभकामना पढ्नु ठुलो ज्ञानी हुनु दाजुले भनेको मान्नु दिदीले भनेको मान्नु जुवाब नलाग्नु है यति नै हो दिन्छु ह्यापी बर्थडे है अर्पण आएको हुन्छ उमा दिँदा हुन्छ चिमा बोट क्याप्टेन टिका लगाइदिनु भएन जन्मदिनको धेरै धेरै शुभकामना मेरी सानी बहिनीलाई पत्ती बल्ल ल बुवा मेरो बहिनीलाई कति दिन होला टिका राईलाई जन्मदिनको धेरै धेरै शुभकामना भनेको मान्नु जेनी हुनु पढ्नु दिदीले भनेको मान्नु मुखमा मुख नफर्काउनु धेरै धेरै जन्मदिनको शुभकामना होइन पढ्नु फोनमा धेरै नमाग्नु देवलाई फोन धेरै माग्यो भने के हुन्छ आँखा बिग्रिन्छ पढ्नु पर्छ धेरै ह्याप्पी बर्थडे दिदीलाई ल्याउनु दाजु नबजाउनु भन्छ रामले सीता भगाए जस्तै जुवाइले बहिनी भगाउनु जय नेपाल दुईजनाले खाना खाएको छ रातो त हाल्नु हुँदैन ल यता त बहिनी एकचोटि रातो हाल्दैन नि बर्थडे हुँदैछ यो केक सेक खायो अब टिका यस्तो खालि स्टाइल के खिच्दा स्टाइल यस्तै काठमाडौँको केक मिठो रहेछ यो त हाम्रो बाउले पुरानो पकाएको छ होला यो खानु छिमेकी घरमा जान्छ कि जाँदैन बुवा यस्तो लाग्छ नि ह्याप्पी बर्थडे बुवा थ्याङ्क यू ज्ञानी हुनु धेरै पढ्नु दिदीहरूले भनेको मान्नु ज्ञानी मान्छे पढ्नु जतिकाले त निम्तै छैन सबैजना मास्तिर छ त्यो सबैले थ्याङ्क यू देऊ भन्नु न
सानो ए डबल मैले अहिले आउँदैन घरमा आउँदैन होला भान्जालाई देऊ पर भान्जालाई गीत मार्नु भान्जा सबै सकियो अब हामी चाहिँ खाना खान्छौँ दिप्सु कसको बर्थडे आज मेरो दाइले बर्थडे दिप्सु कसको बर्थडे आज यता भन्नु यता हेरेर कसको बर्थडे दुईजनाको बर्थडे आज दुईजनाकै हो तिम्रो पनि हो दुईजनाकै मनाइदिएको बर्थडे आज बुढो मेरो हो कि यो मेरो हो मलाई पनि यस्तो ल्याइदिनु होइन भन न अब बुढ्नु घाइ बर्थडे मलाई राख्ने नराख्ने हो अनि कस्तो भयो आज मेरो बर्थडे राम्रो भयो तिम्रो बर्थडे पनि मलाई राख ल मेरो बर्थडे पनि के गिफ्ट दियो होइन मेरो बर्थडेमा त मैले पनि गिफ्ट दिँदैन त यही मेरो बर्थडेमा त स्कुटको तरकारी के हुनुहुन्छ यस्तो भएछ मेरो हात बहिनी खाऊ तिमी एकछिन बुवाले खिच्दैछ त्यहाँ राख के हुन्छ हरा दिनु नि मलाई दिदी हुनुहुन्छ अरे म यस्तै छु मेरो भात घरकै खाँदैछ तरकारी छ मासु नखाऊ न त सुप दिप्सना सुप दिनु न यो खानुपर्छ क्या खानु मन छैन के मलाई यो मासु नबजाउ न भन्छ तिमी फोन चोको छ है छैन भाइजी भात नखाने अरे छन् मुखै मलाई हेर्छ अरे टप भलाकर हो अब 3 मिलियन सब्सक्राइबर भयो भने म नेपालको टप भलाकर हुन्छु टप हो के किन नखानु त नि मासु पनि मिठो होइन नि मासु नि मिठो होइन राजमानमा कि बुनु के दिउँ अब न मासु खाने भुइँ नढोक्नु न अलिक ठाडो बस्नु काकाहरूको मात्र लास्टै मिल्छ है बडा मासुमा खानु त्यहाँ मन पर्ने अरे त्यहाँको त मन पर्ने अरे अन्त कहाँ मन पर्छ त्यो तर लास्टमा सकि गएर होला नुन के हो मिठो भन्छ माम पनि खाइसक्यौँ आज एकदम रमाइलो भयो मेरो बर्थडे बुनु मेरो बर्थडे रमाइलो भएको भएन यता हेर न त भयो मेरो बर्थडे रमाइलो धेरै वर्षदेखि मेरो बर्थडे मलाई एकदम रमाइलो भयो मलाई पनि र मेरो भिडियो माया गरेर हेरिदिनु होला हस् त धन्यवाद बाई बाई